हेलो नमस्कार। यो अर्को भिडियोमा यहाँलाई स्वागत छ। यो चाहिँ तान अहिले अर्धसेमी गियरवाला तान लिएर चाहिँ हामी मोरङ जिल्लाको उलाबारी भन्ने ठाउँमा आएको छौँ। जहाँबाट चाहिँ यो तानको चाहिँ हामीलाई अर्डर आएको थियो र हामीले यो तान ल्याएर अहिले यसरी सेट गरिदिएका छौँ र यसमा हामीले अब सेट गरिदिँदै नमिलेका कुराहरू मिलाइदिँदैछौँ। उहाँले चाहिँ अब यो तानबाट चाहिँ सुरुमा खेस जुन पूर्वतिर ओड्ने एक किसिमको चाहिँ सल बोर्की भनिन्छ खेसको, त्यो खेस बुन्ने उहाँको चाहिँ उद्देश्य हो र त्यही अनुरूप चाहिँ हामीले यो खेसको धागो लाएर चाहिँ तपाईँलाई तान सेट गरिदिँदैछौँ र अहिले हामीले धागो सेट गरेर तान सेट गरिदिइसकेका छौँ। र यो खेस चाहिँ विशेष रूपमा चाहिँ तपाईँले पूर्वतिर मात्रै यो ओड्रिन्छ विशेष रूपमा चाहिँ र यो चाहिँ 4 पाइडलबाट थिचेर चाहिँ यसको बुट्टा हान्नुपर्छ, जुन चाहिँ अब हामी यहाँलाई भिडियोमा देखाउँदैछौँ। यसरी 4 पाइडल खुट्टाले 4वटा पाइडल चाहिँ यसरी पाले पालो चाहिँ थिचेर माथिसँगै तपाईँको जुन थोली कुदाउँदै तल थिच्दै गर्नुपर्ने हुन्छ, जुन हामीले यो भिडियोमा देखाएको अनुसार नै यसको लागि चाहिँ हामीले यसरी गर्छौँ। र हामीले अहिले यो बेस उठाउँदैछौँ र बेस उठाए पछाडि चाहिँ तपाईँहरूलाई चाहिँ हामी बुट्टा लगाएको भिडियो पनि देखाउँदैछौँ। र यो अहिले हामीले चाहिँ बेसको लागि चाहिँ अहिले हामीले यो उहाँलाई चाहिँ यो ट्राई गरेर चाहिँ उहाँलाई हामीले अब सिकाउनको लागि कतिको यो तान चाहिँ पास भयो अथवा यो मिलेन भनेर चाहिँ हामीले यो मिलाउँदैछौँ। र यसरी चाहिँ हामीले बुट्टा हाल्नुपर्ने हुन्छ। यस किसिमको बुट्टा जुन पूर्वमा सिलाम सागमा बुट्टा पनि भनिन्छ यसलाई।